हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग। आज हामी कोरियाको यस्तो राम्रो ठाउँ पोचन वाई सस्पेन्सन ब्रिज एक्सप्लोर गऱ्यौँ। लास्टसम्म हेरिदिनु होला। फाइनली गाइज हामी यहाँ पुगिसक्यौँ अनि पुगेर चाहिँ हामीले टिकट लिएर अनि टिकट देखाएर चाहिँ हामी भित्र इन्ट्री गर्छौँ अब। अनि टिकट देखाएर अब चाहिँ हामी भित्र इन्ट्री गऱ्यौँ। अनि गरिसकेपछि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ बाटोमा यस्तो राम्रो राम्रो फुलहरू थियो। वाउ, फुलहरू भने मैले। अनि त्यसपछि यहाँको भ्यूहरू देख्दा त आँखा नै एकचोटि त वाउ, यस्तो दामी भ्यूहरू थियो नि गाइज। त्यसपछि चाहिँ हामी अझै भित्र गयौँ अनि भित्र पुरै घुम्यौँ। अनि यहाँनिरबाट चाहिँ मैले हजुरहरूलाई भ्यू देखाउँदैछु गाइज। अनि यहाँनिर हेर्दाखेरि चाहिँ वरिपरि घुमाएर चाहिँ मैले हेर्नुहोस् न गाइज कस्तो राम्रो भ्यू छ नि भनेर चाहिँ हजुरहरू हेर्नु होला भनेर यस्तो दामी भ्यूको चाहिँ वरिपरि घुमेर चाहिँ मैले हजुरहरूलाई देखाउँदैछु गाइज। यहाँ चाहिँ पुरै हेर्नुहोस् न। त्यसपछि चाहिँ म एक्लै अब हिँड्दै चाहिँ ब्रिजतिर जाँदैछु गाइज भनेर चाहिँ बोलिरहेको छु यहाँनिर चाहिँ। अनि जता हेर्दा पनि मलाई त वाउ वाउ मात्रै फिल भइरहेको छ भन्दै एक्लै कुरा गर्दै चाहिँ म गइरहेको छु। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरू। अनि यहाँ चाहिँ बसेर मान्छेहरू चाहिँ यसरी बसेर आराम पनि गरिराख्नु भएको छ भन्दैछु। मान्छेहरू धेरै भएको भिडभाड मनपर्छ भने स्याटरडे र सन्डे आउँदा चाहिँ एकदम रमाइलो हुन्छ गाइज। हामी चाहिँ त्यही दिन गएको भएर यति धेरै मान्छेहरू भएको भएर हामीलाई चाहिँ एकदम रमाइलो लाग्यो। तर के अरे मान्छेहरू भिडभाड भएको राम्रो लाग्दैन भनेपछि चाहिँ अरू दिन गएर आउँदा पनि एकदम रमाइलो हुन्छ होला। फाइनली गाइज ब्रिजमा चढ्ने बेला भयो अनि हामी चाहिँ चढिरहेको छौँ ब्रिजमा। मेरो छोरो हेर्न सक्नुहुन्छ कति क्युट छ। अनि त्यसपछि चाहिँ हामी यहाँबाट यसरी गइरहेको छौँ। धेरै मान्छेहरू पनि हुनुहुन्थ्यो अनि हामी चाहिँ अलि ढिलो मैले चाहिँ भिडियो बनाएको भएर म चाहिँ पछाडि हिँडिरहेको थिएँ कि किनभने मान्छेलाई डिस्टर्ब हुन्छ नि त अरूहरू पनि आउँछ कि भनेर चाहिँ। कति मान्छेहरू चाहिँ हेरेर पनि आइसक्नु भएको थियो अनि हामी चाहिँ चढिरहेको थियौँ हेर्न सक्नुहुन्छ हजुर। अनि ठ्याक्कै त्यो ठाउँमा पुग्यौँ कि अनि यहाँनिर चाहिँ हामीले फोटोहरू सुट गऱ्यौँ। कति धेरै फोटोहरू खिच्यौँ, अरूहरूले नि खिचिराख्नु भएको थियो अनि हामीले पनि खिच्यौँ। त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ गाइस यस्तो दामी भ्यू। यहाँ हेर्नुहोस् न यस्तो राम्रो, माई गड यस्तो दामी भ्यूहरू देख्दा आनन्द फिल पनि हुने। तर गाइस यस्तो आनन्द फिल हुने जस्तो थिएन। जसलाई डर लाग्छ त्यसको लागि चाहिँ एकदमै डर लाग्ने थियो गाइस। हजुरहरू अब हिली हेर्न सक्नुहुन्छ। अनि म चाहिँ मान्छेसँग ठोकेको भएर बिहे भनिरहेको थिएँ त्यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। म डरले हिँड्न नसकेर मैले त्यो छेउमा हुन्छ नि त्यो समाती गएको थिएँ कि किनभने यस्तो हल्लेको थियो मान्छेहरू जति हिँड्ने त्यति लडक यस्तो क्या पुरै हल्लेको थियो नि त। अनि मलाई डरले चाहिँ म चाहिँ यसरी समात्दै हिँडिरहेको थियो। यति डराएको थिएँ नि गाइज म पहिलो फर्स्ट सुरुमा त लास्ट डर लागेको थियो। पछि हिँड्दै जाँदा चाहिँ फेरि रमाइलो लाग्थ्यो कि केही पनि लागेन किनभने यति माथि चढेको पनि थिएन अहिलेसम्म। अनि त्यही भएर नि डर लागेको होला। पछि चाहिँ डर लागेन मलाई गाइज। पहिला सुरुमा चाहिँ त्यो ठ्याक्कै बिचमा पुग्ने बेलामा के गाइज त्यो बिचमा ठ्याक्कै हुन्छ नि त्यहाँनिर चाहिँ अलिक बढी हल्लिँदो रहेछ कि अनि डर लाग्थ्यो। अब चाहिँ हामी त्यो ठ्याक्कै त्यसको पुरै भ्यू हेर्नको लागि चाहिँ माथि जाँदैछौँ गाइज यहाँबाट हिँडेर। अनि यहाँबाट चाहिँ त्यसो सिँढीमा चाहिँ हिँड्न पर्दैन अनि यहाँनिर लिफ्ट हुँदो रहेछ। हाम्रो चाहिँ बच्चा भएको भएर चाहिँ हामी चाहिँ लिफ्टमा गएको। तर बच्चा यस्तो नभएको मान्छेहरू चाहिँ हिँडेर पनि जानुभएको थियो। अनि हामी लिफ्टभित्र गइसकेपछि त्यसपछि झऱ्यौँ। अनि त्यसपछि चाहिँ टक्कै यो भित्र के अनि यसरी माथि घुम्दै चाहिँ हामी यसमा चाहिँ अनि हामी चढ्यौँ घुम्दै। अनि चढिसकेपछि चाहिँ अनि यहाँ माथि पुग्यौँ। अनि पुगिसकेपछि चाहिँ यहाँ एक ठाउँनिर चाहिँ फोटो सुट गर्ने ठाउँ थियो। त्यहाँ मान्छेहरू खिचिराख्नु भएको थियो। त्यहाँ चाहिँ सुट गर्ने ठाउँ थियो तर त्यो त्यसलाई टच गरेर चाहिँ सुट नगर्नु भनेर लेख्नुभएको थियो। अनि हामीले फोटो खिचिसकेपछि चाहिँ हामी निस्क्यौँ गाइज। यहाँको बारेमा भन्नुपर्दा चाहिँ गाइज जति पनि अब फोटोमा देखिरहेको हुन्छ नि त्योभन्दा पनि रियलमा आफूले आँखाले देखेर फिल गर्नु चाहिँ एकदम रमाइलो आउँदो रहेछ। फोटोहरूमा देख्ने भन्दा पनि अझ राम्रो के गाइज। यहाँ चाहिँ एकदम राम्रो थियो। यो ब्रिज चाहिँ
के अरे वाइ आकारको थियो नि त। अनि हामी जाँदाखेरि चाहिँ उता परको देखिरहेको छ नि, त्यताबाट चाहिँ माथि गएको थियौँ। अनि फर्किँदाखेरि चाहिँ हामी यताबाट फर्क्यौँ। अनि मैले यहाँ माथि त्यहाँभन्दा धेरै तल झरिसकेको थियौँ, तर यहाँबाट पनि एकदम राम्रो सिन देखेको, ठ्याक्कै वाइ वाइ जस्तो देखेको भएर त्यहाँ लिएँ। अनि त्यसपछि यो फर्किँदाखेरि हो गाइस, हामी जाँदाखेरि चाहिँ यताबाट गएको थियौँ, आउँदाखेरि चाहिँ यताबाट आयौँ। अनि आइसकेपछि चाहिँ अनि यहाँको लास्टचोटि एकचोटि पिक लिऊँ न भनेर नि फोटो नि खिच्यौँ यहाँ। हामीले चाहिँ यहाँको एकचोटि पुरै राउन्ड हानेर चाहिँ भ्यूको भिडियोहरू लियौँ गाइस, क्याप्चर गऱ्यौँ। अनि गर्मी भएको थियो, त्यसपछि हामी चाहिँ बजारतिर पनि लाग्यौँ गाइस। स्टलहरू थियो यहाँ चाहिँ, ससेजहरू जे पनि के खानेकुराहरू, कोरियन खानेकुराहरू सबै थियो गाइस। त्यसपछि चाहिँ हामीलाई एकदमै गर्मी भएको थियो। अनि गर्मी भएको बेलामा त के खाइन्छ, आइसक्रिम खाइन्छ। त्यसपछि चाहिँ हामीले पहिला सुरुमा आइसक्रिम लियौँ गाइस। अनि यहाँ चाहिँ मैले यसरी पुरै खानेकुराहरू पाउँछ भनेर देखाउँदैछु। आइसक्रिम लिइसकेपछि चाहिँ हामीले एकछिन ब्रेक लिएर आइसक्रिमहरू खायौँ। अनि हेर्न सक्नुहुन्छ मेरो आइसक्रिम त यस्तो राम्रो छ। अनि उहाँको आइसक्रिम चाहिँ सकिसकेको छ, हस्बेन्डको आइसक्रिम। त्यसपछि अनि सकियो। अनि आइसक्रिमहरू खाएर चिसो चिसो मौसम लिएँ। अनि लिइसकेपछि फेरि यतातिर चाहिँ फुलको एरियाहरू थियो क्या गाइस, वरिपरि फुलहरू थियो। अनि फुलहरू पनि हेऱ्यौँ। हेरिसकेपछि चाहिँ यहाँ मैले के भन्दैछु भने, यतातिर हजुरहरू पनि हुनुहुन्छ भने यतातिर घुम्न आउनु, एकदम राम्रो छ, मलाई त साह्रै मन पर्यो। त्यसपछि हामीले फुल एरिया अनि ब्रिज सबै घुमिसकेपछि चाहिँ हामी यो स्टोन भएको आर्टिफिसियल स्टोन हो गाइस। पहिला सुरुमा चाहिँ ब्रिजमा चढ्दाखेरि चाहिँ मैले यो रियल होला सोचिरहेको थिएँ गाइस। अनि त्यसपछि आएर हेर्दाखेरि चाहिँ अनि कोरियनहरूले चाहिँ यसरी हातहरू पोज गरेर चाहिँ अनि फोटोहरू खिचेको देखेँ। अनि बच्चाहरूले पनि त्यसरी खिचिरहेको थियो कि। अनि त्यसपछि त्यसको नजिक गएको त यसरी हातहरूले यसरी औँलाले छोएको त गाइस, यो त आर्टिफिसियल रहेछ कि। यस्तो राम्रो थियो नि गाइस, पुरै त्यस्तो टाइट पनि थियो। ढुङ्गा जस्तो, अब ढुङ्गा जस्तो भने ढुङ्गा जस्तो त थिएन कि, तर बाहिरबाट हेर्दाखेरि चाहिँ ढुङ्गा जस्तै थियो, तर भित्र चाहिँ त्यस्तो थिएन कि। अनि त्यहाँ चाहिँ हावा पनि, अनि एक ठाउँबाट चाहिँ हावा निस्किने, अर्को ठाउँबाट चाहिँ त्यो भित्रै बोरी राख्ने, त्यस्तो टाइपको थियो क्या गाइस। अनि यो हेर्दा त म त अचम्म परेँ, यो पनि थिएन क्या गाइस, यो पनि सबै नक्कली हो क्या। म चाहिँ यहाँबाट अलिक टाढा गएर चाहिँ यो आर्टिफिसियल स्टोनहरू चाहिँ राम्रोसँग देखाउने कोसिस गरेर देखाएँ पनि। अनि हेर्न सक्नुहुन्छ हजुरहरू, मेरो चाहिँ ढुङ्गाको मूर्तिहरू छ भनेर म देखाउँदैछु गाइस। सबै यस्तो यस्तो मूर्तिहरू हुँदो रहेछ भनेर चाहिँ यहाँ देखाउँदैछु। अनि तलहरू पनि ढुङ्गा नै थियो, अनि माथि पनि ढुङ्गा थियो, धेरै चाहिँ थिएन, 2-3वटा चाहिँ यस्तो मूर्तिहरू थियो गाइस। यहाँ यस्तो कलरको चाहिँ, अरू कलरको चाहिँ अरूहरू पनि थियो, तर यस्तो कलरको चाहिँ यो थियो। यो भिडियोको सबैभन्दा मनपर्ने पार्ट कुन हो गाइस, मलाई भन्नु, कमेन्ट गर्नुहोला। मेरो भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। पुरा भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज।